Hello guys, welcome to my YouTube channel. It's me Mandu. अनि म चाहिँ अहिले जान लागेको बौद्धभन्दा अगाडि म एकचोटि भुवारी मण्डप जान्छु। किन भन्दाखेरि भुवारी मण्डप चाहिँ मेरो एउटा सामान लिनु छ। अनि यतातिर चाहिँ सुनसान रहेछ कालीकेश। किन भन्दाखेरि आन्दोलन चलिरहेको छ यतातिर। अहिले चाहिँ म एक्लै जाँदैछु। अनि उता पुगेर चाहिँ दिदी र बहिनी हुन्छ। हामीहरूको 12 बजे जाने प्लान थियो, तर 12 बजेर यहीँ 15 मिनट गइसक्यो। 2 बजे पुग्छ होला बौद्धमा त। पहिला मलाई काठमाडौँमा पठाउन हिँड्न सक्दैन त्यो घर पर्न, तर अहिले म एक्लै पनि हिँड्न सक्छु। हामीले सपिङ गरिसक्यो गाइस। यो सबै कपडाहरू यस्तो सस्तोमा पाउँछ, तर बाहिर चाहिँ महँगो हुन्छ। यहाँ मात्रै सस्तो हो। अनि भन्नुहुन्छ भने म एक्लै यस्तो बजारमा छिर्न सक्छु कन्फिडेन्ससँग यसरी हिँड्ने। कस्तो राम्रो लुगाहरू छ। यता भन्दा नि योभन्दा अलिकति अगाडि गयो भने चाहिँ पाउँछ। मैले किनेर आइसक्यो। त्यहाँबाट यहाँ आन्दोलन चलिरहेको छ, पुलिसहरू छन्। म कहिले पुग्ने थाहा छैन। म यहाँ 1 बजिसक्यो। अघितिर म यो बाटोमा कति बजी हिँडेको भन्दाखेरि 12-15 हिँडेको थियो। अहिले 1 बजिसक्यो। अब मैले पाउँदामा 2 बजी पनि पुग्दैन होला जस्तो लागिरहेछ। मलाई यस्तो लागिरहेछ म घर गयो भने चाहिँ मलाई दिदीले पठाउँदैन होला, र दिदीले गाली गर्नुहुन्छ होला। अघि नै नजाऊ सपिङ गर्न भन्नु भएको थियो। अरूको कुरा सुन्ने मान्छे होइन नि त। त्यही भएर एक्लै सपिङ गर्न आइदिएँ। यति धेरै सपिङ पनि गरेँ मैले। गाइस म बौद्ध आइपुगिसक्यो, तर अघि नै आएको हो। अनि मेरो मोबाइलमा ब्यालेन्स थिएन। अनि यतातिर रिचार्ज खोज्दै गयो। अनि एउटा दाइले सेवाबाट हालिदिनु भयो। मैले क्यास दियो। अनि यहाँ दिदीहरू कुर्दैछु। मलाई कल नै गर्दैन। अनि मैले कल गरेको यतातिर छ भन्छ, तर कता छ थाहा छैन। I've walked through cities, felt it all. अनि यहाँ यी 2जना चिजरी बच्चाहरू, यो 2जनालाई पर्खिँदा मेरो टाउको दुखेको थियो। बल्ल यो 2जना भेटेको छ। अनि यो बोको चाहिँ बोकेको छ। अनि अब जानुपर्ने हुन्छ हाम्रो बौद्धको। कस्तो राम्रो देखेको यहाँ त। यहाँ त कस्तो राम्रो देखेको छ। भेनाहरू त यस्तो सोझो भेनाहरू पाउँछ। मैले मेरो जेठो भेना पनि यस्तै छ सोझो। अनि यहाँ मैले भेनासँग मोबाइल सार्नु भनेको भेनाले मलाई मोबाइल नदिने रे। ओहो कति लोभी हो। अब हामीहरू खाजा खान्छौँ। यहाँ कुनातिर आएको छौँ। उतातिर खायो भने धेरै महँगो लिन्छ। त्यही भएर खाजा खान्छौँ हामी। मेरो खाजा सकिसक्यो। मेरो त यो अघि नै सकाइसकेको। अब यो 2जनाको पनि सकाइसक्यो मैले। अनि यहाँ लाफिङ खाएको थियो। म त भिडियो बनाउन पनि बिर्सेछु हौ। म एक्लै यहाँ बसिरहेको छु। एक्लै त हुँदै नहुने क्या। म अब बोयफ्रेन्ड बनाउँछु। मनै पर्दैन मलाई। 2टा छ त। खाजा पनि सकिसक्यो। Call me maybe, I don't have another plan. यहाँ 2जना मेरो ब्लग हेरेर बसिरह। यता हेर्नु भेना। यो हाम्रो सोझो भेना, बिल्कुल सोझो। यस्तो सोझो केटा बनाउनु त गाह्रो हुन्छ। मलाई त कुट्ने केटा पाउँछ होला। हामीले खाजा खाएर पनि जाँदैछौँ। फेरि हामी 1 राउन्ड घुमेर अब घर गइहाल्नु पर्ने हुन्छ। दिदीलाई म छिट्टो आउँछु भनेर आएको छु। अनि दिदीले भनेको आज बहिनीहरूलाई पनि बाहिर लानुहुन्छ अरे। मलाई यस्तो किनिदिनु न। मैले भर्खरै यो किनेँ, तर यस्तो स्वागत चाहिँ छैन। त्यही पनि मैले किनिहालेँ। त्यही पनि यो 2जना मान्छेले किनिदिएको हो नि त। अनि त्यही भएर लिएको हो कि, नत्र म लिँदैन थियो। मेरो पैसाले त लिन्थ्यो होला सायद। मन परेको चिज म छोड्दैन, फेरि लिइहाल्छ। तर जुत्ता फुकाल्नुपर्छ कि यहाँ। हरायो भने हरायो। यसरी जुत बोल्नुपर्ने हुन्छ जान मन नलागेपछि। अब यहाँबाट भित्र जान पाउँछ। जब पहिला चाहिँ पाउँदैन थियो। चप्पल जुत्ता चाहिँ खोलेर जानुपर्ने हुन्छ। यहाँ खोलेर यो माथि जान पाउँछ भनेपछि हामी किन नखाउने। मेरो नयाँ जुत्ता हरायो भने खतम। यहाँ खोल्नुपर्छ जुत्ता त। हामीहरूलाई एकदम बोर भइसक्यो। हामीहरूलाई भन्दा नि हामीलाई त ठिकै छ, तर भेनालाई एकदम बोर भइसक्यो। म त यस्तै हो।
मलाई बोर हुँदैन भनौँ भने दिनभरि बोर भयो भने मान्छेहरू म यो मेरो भ्लग चाहिँ कन्टिन्यू भइरहेको छ मैले कहाँको पुऱ्याइरहेको छ थाहा छैन अनि अहिले चाहिँ हामी मन्दिरमा आएको दर्शन गर्नलाई हाम्रो दिदीको दर्शन हुन्छ अरे डेली यहाँको मन्दिरमा सटरडे सनसेट हेर्नु मेरो त यस्तो फेभरेट हो मलाई कसम यस्तो डाँडा माथिबाट यो सनसेट हेर्न मन छ कि मैले भनेको थिएँ हामीहरू तर यो थकाली खाना अर्को थकाली खाना खाने ठाउँमा चाहिँ आएको तर मलाई चाहिँ खानाभन्दा बढी मिठो चाहिँ मोमो लाग्छ अनि फेरि भात त घरमा पनि कति पनि खान्छ नि त्यही भएर मैले भनेको मोमो खाने अनि हामीहरू अब मोमोहरू के खाएर पेट भराएर गर्छ अनि यहाँ म अहिले यो बच्चाहरूसँग खेलिरहेको छु किन भन्दाखेरि चाहिँ मसँग साथी छैन क्या दाइ र दिदी पनि ऊ यहाँ गफ मार्न बस्नु भएको अनि यहाँ 2-3 जना भरा बुढीहरू छन् अनि म छ अनि हामी 4 जना यहाँ बसिरहेको म कहाँ बस्नु मेरो फ्रेन्डहरू watching this video, keep loving me, keep supporting me. Okay guys, bye bye, take care.